यहाँ चाहिँ छ अजवाइन सौफ र जिराको पाउडर है। मैले चाहिँ भुटेर पिनेर राखेको त्यसलाई चाहिँ 1 चम्मच हालेँ पानीमा। अनि यहाँ चाहिँ मैले एप्पल साइडर भिनेगर लगाएर है त्यसलाई मिक्स गरेँ। अनि त्यो मिक्स गरेर चाहिँ त्यो चाहिँ मैले एज अ डिटक्स युज गरेँ है आजको लागि चाहिँ। अन्त त्यसको टेस्ट चाहिँ अलिकति एप्पल साइडर भिनेगरले गर्दाखेरि अलिकति अमिलो हुन्छ है। मेरो अनुहार हेरिहाल्नुभयो होला। अन्त यहाँ चाहिँ छ मैले सोक्ड गरेको आलमन्ड र वालनट्स है। इट्स अ भेरी हेल्दी ह्याबिट आलमन्ड र सोक खानु है। अन्त आज चाहिँ मैले ब्रेकफास्टमा पनिर भुज्री बनाउने निर्णय गरेँ है। पनिर चाहिँ मलाई घरमै बनाउनु मन थियो। यहाँ चाहिँ मैले सिक्किम मिल्क ल्याएर चाहिँ यहाँ घरमै पनिर बनाउने ट्राई गरेँ है। ट्राई पनि गरेँ, सक्सेसफुल पनि भएँ है। यसरी निम्बु निचारेर लगाउँदै पकाउँदाखेरि पनि हुन्छ। मेरो चाहिँ निम्बु निचारेर अलिक नभएर चाहिँ मैले अलिकति भिनेगर लगाएको एप्पल साइडर भिनेगर एकैछिनमा भयो है। यसरी क्लोथमा चाहिँ तपाईँहरूले यसरी तार्नुपर्छ है। मजाले यसरी तारिसकेपछि चाहिँ मैले त्यसलाई बिस्तारी बिस्तारी हातले यसरी त्यसलाई एक मुष्ट पारेँ है। त्यहाँदेखि चाहिँ त्यसलाई अलिकति पानी त्यसको निचारेर त्यहाँदेखि एउटा थालमा राखिदिएँ है। एउटा गरुङ सामानले माथिबाट छोपिदिएँ, थिचिदिएँ। त्यहाँदेखि साइड बाई साइड चाहिँ म चाहिँ यहाँ नानीहरूको लागि सर्ट ब्रेकमा खाने फ्रुट्सहरू काटेर हालिदिँदैछु। साइड बाई साइड मेरो वाटर इन्टेक पनि याद राख्दैछु। आफ्टर नानीहरूलाई पठाएपछि मैले कफी लिएँ। त्यहाँदेखि मेरो वर्कआउट सुरु भयो है। आजको वर्कआउटले चाहिँ खतरा मलाई डरलाग्दो क्राम्प्सहरू, डरलाग्दो सोरनेस भइरहेको छ जिउमा है। अन्त हल्का वर्कआउट गर्दाखेरि मजा आउँदो रहेछ। यहाँ चाहिँ मेरो फुच्चे आएर मेरो ढाडमा चढेर जिस्किँदैछ है। अनि उसलाई पनि मजा लागेछ होइन। अन्त मेरो वर्कआउट सकिहाल्छु भनेर मेरो लास्टमा वर्कआउट थियो गरिहालेँ मैले। त्यहाँदेखि चाहिँ मैले पनिर हेर्नु गएँ। पनिर बनाएँ है। पनिर हेयर इट इज वाउ यो चाहिँ निम्बुको उयो हो। 1 केजीको चाहिँ यति मात्रै हुँदो रहेछ है पनिर चाहिँ। 1 पावा चाहिँ होला हौ यो। गो ओ आयो पनिर बनाएको फ्रेस यति दामी हुँदो रहेछ होइन। अन्त यो भेजिटेबल्सहरूको क्रन्चीनेस, हेल्दी खाना कसले भने मिठो हुँदैन भनेर, एकदम दामी हुन्छ। भोइस ओभर नगरौँ भनेको नानीहरूको भन्नाले। यहाँ चाहिँ मैले बिटरुटमा अजवाइन र फ्ल्याक्सिड पाउडर हालेँ है। अन्त आँटा र ओट्सको आँटा हालेर मजाले यसलाई निट गरेँ। अन्त कम्ती चाहिने मात्रै पानी हालेर रोटी बनाएँ है। यहाँ चाहिँ हाम्रो डिनर रेडी भइसकेको छ है। डिनर फटाफट रेडी गर्दैछौँ हामी चाहिँ 2 जना मिलेर। यहाँ चाहिँ डिनरमा मैले चानामा गिरौला हालेर दाल बनाएको थिएँ। अन्त है यहाँ चाहिँ हाम्रो डिनर। नानीलाई मजा लागेछ, मिठो भयो भन्दै खाँदैछ। जेक्सनले पनि सिनामन वाटर